तीनजना बसेर मजाले गफ गरिरहेको थियौँ र एक्कासी झोक चलिहाल्यो के ल जाउँ न त कतै जाउँ खानेपिनी ठाउँमा जाउँ न त भनेर चाहिँ अमृतजीले भन्नुभयो। त्यसै अब बसन्तजी पनि फेरि एकदम झोकी मान्छे, उहाँ पनि ल जाउँ न त जाउँ भनेर जानुभयो। घुम्न फिर्न भनेपछि फेरि बसन्तजी फेरि अगाडि लाग्ने के यी भक्तिटोला चोकदेखि हामी अगाडि अगाडि लगाउँदै गएका छौँ होइन। उहाँ चाहिँ अगाडि हिँड्नु भएको छ, हामी चाहिँ पछि पछि उहाँलाई फलो गर्दै गएको छौँ। त्यहाँ चाहिँ एकदमै मिठो परिकारहरू खोलाको छेउमा होइन, टक्क बसेर रमाइलो गर्दै खाने एउटा त्यहाँ सिस्टम बनेको छ अरे। त्यहाँ जाउँ न त भनेपछि चाहिँ हामी त्यो ठाउँमा जान लाग्यौँ। फाइनली हामी गजबिर तन्दुरी बार एन्ड रेस्टोमा आइपुग्यो। खोलाको छेउमा कल 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 पानीको त्यो म्युजिकसँगै बाँसले बनेको रङ्गी चङ्गी यो रेस्ट्रोभित्र हामी आइपुग्यो। अब चाहिँ है सबै बाँसले बनेको रहेछ, कलरहरू पनि रङ्गी चङ्गी बनाउनु भएको रहेछ होइन। एकदमै मनोरम वातावरणमा अमृतजी पनि हुनुहुन्छ है, अनि हाम्रो बसन्तजी पनि आउनुभयो, फेरि ट्याक्कै भन्दा आउनुभयो होइन। अनि हामीले यहाँ बनेको मिठो मिठो खाजाको स्वादसँगै अरू के पाइँदो रहेछ भनेर साउजीलाई पनि सोध्यौँ। काउन्टर हो, साउजी हुनुहुन्छ। साउजी नमस्कार, के छ? नयाँ व्यवसाय खोल्नु भएको रहेछ होइन? कति भयो तपाईँले यो खोलेको? हामीले चाहिँ खोलेको यही न्यु इयर 2026 नयाँ वर्षमा खोलेको। हजुर अब 2-2.5 महिना त्यो भइसक्यो। सबै बाँसको बनाउनु भएको रहेछ यो संरचना होइन। हेर्दाखेरि पनि एकदमै आकर्षक छ र रङरोगन पनि एकदम राम्रो रङ्गीचङ्गी बनाउनु भएको रहेछ। के छ यहाँ आउने ग्राहकहरू कतिको आउनु भएको छ? आउनुभयो, ठिक छ, जस राम्रै रेस्पोन्स छ होइन। हजुर, सोचे भन्दा पनि जस राम्रै तरिकाले गइरहेछ। खानाहरूमा के बनाउने गर्नुहुन्छ? खाना चाहिँ हाम्रो यहाँ स्पेसल्ली इन्डियन मेन कोर्सहरू हुन्छ। मेन चाहिँ अब यहाँ हाम्रो तन्दुरी नै हो। अब हाम्रो सेफ चाहिँ 27 वर्ष इन्डियामा तन्दुरमा काम गरेर एक्सपिरियन्स लिएर र अहिले यहाँ हामीले आफ्नै ठाउँमा आफ्नै ठाउँमा आफ्नै गाउँमा होइन, परिवारसँग बसेर हाम्रो एउटा यो फ्यामिली बिजनेस जस्तै हो। हजुर, र हामी परिवार मिलेर गरिरहेछौँ। जस कस्टमरहरूले यहाँ आउनु भएको होइन, अब अहिलेसम्म जो पनि आएर खानुभएको यहाँ सबैले राम्रै रेस्पोन्स दिनुभएको, राम्रो छ, मिठो छ भन्नुभएको। अनि हाम्रो चाहिँ यहाँ अनलाइन डेलिभरी पनि हुन्छ, होम डेलिभरी। अब हामीले 4 किलोमिटरसम्म फ्री होम डेलिभरी गर्ने गरेको छौँ। अब हामीले घरमै बसेर पनि अब हाम्रो यहाँको स्वादिष्ट परिकारहरू हजुरहरूले स्वाद लिन सक्नुहुन्छ र एकचोटि सेवा गर्ने मौका दिनु होला। हाम्रो यो गजबिर तन्दुरी बार एन्ड रेस्टुरेन्टमा आएर हजुरहरूले यहाँको यो पिसफुल इन्भाइरोमेन्टमा बसेर आनन्द लिन सक्नुहुन्छ। एकदमै सुन्दर छ, देख्दाखेरि पनि एकदमै राम्रो छ। तपाईँहरू एकपटक पक्कै पनि आउनुहुनेछ भिजिट गर्न। एकपटक आइसकेपछि यहाँको स्वाद लिइसकेपछि तपाईँलाई थाहा हुनेछ होइन। हजुर, हाम्रो यो गजबिर तन्दुरी बार एन्ड रेस्टुरेन्टमा हजुरहरूलाई वार्म वेलकमिङ छ। र अब हामीले चाहिँ यो समर सिजन सुरु भयो लगत्तै 15% डिस्काउन्ट पनि हामीले सुरु गर्दैछौँ। र यदि हजुरहरू यो भिडियो मार्फत हेरेर हाम्रो यस गजबिर तन्दुरीमा आउनुहुन्छ भने 15% डिस्काउन्ट पनि दिन सक्नुहुन्छ। ल अब 15% डिस्काउन्टको लागि तपाईँहरू यहाँ आउनु होला।
एकपटक यहाँ आएर यहाँको स्वाद लिनुभयो र यहाँको वातावरणसँग घुल्नुभयो भने पक्कै पनि तपाईँ एकपटक आइसकेपछि दोस्रो पटक पनि आउनुहुनेछ र साथीहरूलाई पनि इन्भाइट गर्नुहुनेछ। हेर्नुहोस् यहाँ एकदमै राम्रो पनि देखिएको छ र कलात्मक पनि छ। सबै कुराहरू बाँसको बनिरहेको छ। यहाँ अझै व्यवस्थित हुन अझै बाँकी नै छ। आउने दिनहरूमा व्यवस्थापन गर्नुहुनेछ होइन? व्यवस्थापन अझै हुँदैछ। अब हामीले चाहिँ आउने दिनमा अब प्राइभेसी क्याबिनहरू सबै कुराहरू हामीले लिएर आउँदैछौँ छिटै। अब हाम्रो चाहिँ यो सबै कुरा देख्न सक्नुहुन्छ यहीँकै लोकल बाँसहरू युज गरेर र हाम्रो यहीँकै दाजुभाइहरूले नै बनाएको हाम्रो यो संरचना हो। धन्यवाद। खानाको स्वाद लिँदै अनि प्रोजेक्टरको मजा पनि लिन सक्नुहुन्छ र मिठो मिठो स्वादको खानेकुराहरू खुवाउनु हुनेछ होइन? हस्, धन्यवाद।